छ्या मुला हुँदैन, त्यो सन्दीप त जहिले रक्सी खाएर आउँछ अनि हामीले त्यसको रगत चुस्यो भने हामी नै झ्याप हुन्छौँ क्या। हो र भने? हो भने भाइ, अस्ति मैले त्यसको रगत चुस्देको होइन, म त पुरै झ्याप पो भइछु भने, रातभरि टाउको दुखेर सुत्नै नसके भने। त्यसो भए कुशलकोमा जाउँ न त दाइ। छ्या मुला, त्यो बाहुनकोमा त के जानु, त्यसको जिउभरि भुत्लै भुत्ला छ, रगत चुस्न गयौँ भने भुत्लामै अड्केर मर्छौँ हामी त। त्यसो भए पवनकोमा जाउँ न त दाइ। मुला, त्यो पवनको रगतै नुनचर्को छ भने, अलिकति चुसो भने नि छाड्न आइहाल्छ, के जानु र। त्यसो भए गणेशकोमा जाने हो त? ए त्यो गणेश त गणेश भगवानको लास्टै ठुलो फ्यान हो भने, खाली कोठामा धुप सल्काएर बस्छ अनि हामीलाई धुपबाट एलर्जी छ, अनि त्यहाँ गएर चाहिँ के खोक्दै बस्नु। त्यसो भए जेम्सकोमा जाउँ न त। मुला, त्यो त लास्टै धनी छ भने, झुल पनि हाल्छ अनि अल आउट पनि बालेर सुत्छ, मर्न मन छ भने मात्र जाने हो त्यसकोमा त। त्यसो भए रोहितकोमा जाने त? छ्या मुला, त्यो त लास्टै लुरे छ भने, त्यसको रगतै आउँदैन, के जानु र, रगत चुस्न आँट भने हड्डीमा ठोकिन्छ। निरजकोमा जाउँ न त। त्यसको रगत त लास्ट